आज हामी नेपालमा करहरी अर्थात् बलात्कार सम्बन्धी नेपालको कानुन कस्तो छ त भन्ने कुराको बारेमा जानकारी लिन गइरहेका छौँ। अब पछिल्लो समय नेपालमा बलात्कार सम्बन्धी मुद्दाहरू एकदम बढ्दो छ। अब त्यही भएर हामी सबैले कानुनको बारेमा थाहा पाउनुपर्छ भन्ने हेतुले मैले यो बनाउँदैछु होइन। सर्वप्रथम त हाम्रो यस सम्बन्धी व्यवस्था मुलुकी अपराध संहिता 2074 मा यस सम्बन्धी व्यवस्था गरिएको छ। कस्तोलाई करहरी भन्ने होइन, कस्तोलाई रेप भन्ने कुराहरू यसले व्यवस्था गरेको छ। परिच्छेद 18 मा करहरी सम्बन्धी कसुर भनेर व्यवस्था गरेको छ। यसमा के भन्छ भने कुनै पनि महिलालाई निजको मन्जुरी नलिई अथवा यदि 18 वर्षको उमेर पुरा भएको छ भने पनि त्यस्तो मन्जुरी मानिँदैन के भन्न खोजेको। कुनै पनि महिलालाई निजको मन्जुरी नलिई वा मन्जुरी लिएर भए पनि 18 वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करहरी गरेमा त्यसलाई जबरजस्ती करहरी गरेको मानिनेछ भनेर भन्यो। त्यस्तै गरी अब मन्जुरी त लियो तर डर तरासमा देखाएर म कसैको मन्जुरी लियो भने त्यसलाई मन्जुरी लिएको मानिँदैन, त्यसलाई रेपै मानिन्छ भन्ने कुरा। त्यस्तै गरी होस ठेगाना नरहेको मान्छे अब कुनै बौला मान्छेलाई मन्जुरी लिएको भनेर के अरे पाइएन भनौँ न। त्यस्तै गरी अब हामीले भन्छौँ कि सेक्स मात्रै गरेकोलाई जबरजस्ती करहरी गरेको रेप गरेको मानिएला भन्ने होइन। हाम्रो कानुनले के भन्छ भने कुनै गुदद्वारमा वा मुखमा लिङ्ग पसाएमा गुदद्वारा मुख वा योनिमा लिङ्ग केही मात्र पसेको भए वा लिङ्गबाहेक अन्य कुनै वस्तु योनिमा प्रवेश गरेमा पनि त्यसलाई जबरजस्ती करहरी गरेको मान्छ क्या हाम्रो कानुनले होइन। अनि अर्को के छ भन्दा अब यसको कैद सजाय कस्तो छ भन्दाखेरि करहरी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी चाहिँ कैदको व्यवस्था गरेको छ हाम्रो कानुनले। यदि कुनै अब जस्तो भनौँ न 10 वर्षभन्दा कम उमेरकी बालिका अथवा त्यो कुनै पूर्ण अशक्त अपाङ्गता भएका वा 70 वर्षभन्दा बढी उमेरका कुनै महिलालाई कसैले जबरजस्ती करहरी गर्छ भने उसलाई जन्म कैद नै हुन्छ। त्यस्तै गरी अब अरू चाहिँ कस्तो छ भन्दा यदि 10 वा 10 वर्षभन्दा बढी 14 वर्षभन्दा कम उमेरकी बालिका छन् भने त्यस्तो रेप गर्ने मान्छेलाई चाहिँ 18 वर्षदेखि 20 वर्षसम्मको सजायको व्यवस्था गरिएको छ भने 14 वर्ष वा 14 वर्षभन्दा बढी 16 वर्ष भन्दा कम उमेरकी बालिका भए उसलाई त्यस्तो व्यक्तिलाई करहरी गर्ने व्यक्तिलाई 12 देखि 14 वर्षसम्म सजायको व्यवस्था गरिएको छ। त्यस्तै गरी 16 वर्ष वा 16 वर्षभन्दा बढी 18 वर्षभन्दा कम उमेरकी महिला भए त्यस्तोलाई 10 वर्षदेखि 12 वर्षसम्मको कैदको व्यवस्था गरिएको छ। त्यस्तै गरी 18 वर्ष वा 18 वर्षभन्दा बढी उमेरकी महिला भए चाहिँ त्यस्तोलाई 7 वर्षदेखि 10 वर्षसम्म कैदको सजाय गरिएको छ। अब हाम्रो अर्को कानुनले के व्यवस्था गर्छ भने वैवाहिक सम्बन्धी यदि कुनै विवाहित दम्पतिले पनि त्यस्तो जबरजस्ती करहरी गर्यो भनेर कसैले पत्नीले पतिलाई दोष लगाएको छ भने त्यस्तो अवस्थामा यदि पुष्टि भयो भने उसलाई 5 वर्षसम्म कैद हुने भनेर हाम्रो कानुनले यही मुलुकी अपराध संहिता 2074 व्यवस्था गरेको अवस्था छ होइन। अब हाम्रो अर्को व्यवस्था चाहिँ के छ भने हाडनातामा करहरी गर्न नहुने भन्ने छ। यो तपाईँले सरसर्ती हेर्न सक्नुहुन्छ। अब यो आफ्नो रिलेसन भएको जस्तो भनौँ आमा बाबु छोराछोरी त्यस्तो टाइपको लागि हाडनाता करहरी भन्छ होइन। अनि अर्को पशु करहरी सम्बन्धी व्यवस्था गरेको छ हाम्रो कानुनले। यदि कसैले गाईको करहरी गर्छ भने उसलाई चाहिँ 2 वर्षसम्म कैद र 20,000 रुपियाँसम्म जरिवाना भनेको छ। त्यस्तै गरी अन्य कुनै पशु करहरी गर्छ भने त्यस्तोलाई चाहिँ 1 वर्षसम्म कैद र 10,000 रुपियाँसम्म जरिवाना व्यवस्था गरेको छ। भनेपछि पशु करहरी पनि गर्नु भएन। अब मेन कुरा यसमा आउँछ हदम्याद। अब हामीले यस सम्बन्धी अलिकति बढी नै अब जसले जहिले भने पनि हुने यस्तो पनि हुन्छ 1 वर्ष पहिला 1-2 वर्ष पहिला के भन्छ पहिला इच्छामा दुइटैको सहमति गर्ने पछि मन परेन भने अनि बलात्कार भन्ने। पहिला चमत्कार पछि बलात्कार भन्ने छ नि। हो त्यस्तै जहिले गर्न नि पाउने भनेर यो हदम्यादको सम्बन्धी व्यवस्था हामीले बुझ्यौँ होइन। अब कस्तो छ भने यो जुन दफा 220 अन्तर्गतकोलाई चाहिँ जहिलेसुकै पनि उजिर लाग्ने भन्छ। यो दफा 220 भनेको चाहिँ यही हाडनातामा यदि कसैले करहरी गर्छ भने त्यो चाहिँ जहिले पनि त्यसको कुनै पनि हदम्याद रहँदैन, जहिले पनि उजिर गर्न सक्ने भन्ने व्यवस्था छ। तर हाम्रो यो दफा 219 भनेर जुन यो छ नि दफा 219 यो दफा 219 हो। यो सम्बन्धी जुन जति पनि छ नि यो 10 वर्षभन्दा कम उमेरकी बालिका पूर्ण अशक्त यी सबै कानुनलाईको हदम्याद चाहिँ के छ भन्दाखेरि त्यो दफा 219, 221 यिनीहरूको सम्बन्धी के छ भने त्यस्तो कसुर भएको मितिले 1 वर्षभित्र भन्छ कि 1 वर्षभित्र चाहिँ गरिसक्नुपर्ने हुन्छ। तर थुनामा रहेको वा नियन्त्रणमा लिएको वा अपहरण गरेको वा शरीर बन्धक लिएको व्यक्ति विरुद्ध कसुर भएको भएमा त्यस्तो थुना नियन्त्रण अपहरण वा शरीर बन्धकबाट मुक्ति पाएको मितिले 3 महिना नागेपछि उजिर लाग्ने छैन भन्छ कि। भनेपछि हाम्रो नर्मल्ली चाहिँ के हुन्छ भन्दा त्यही 1 वर्षभित्र त्यस्तो कसुर भएको मितिले 1 वर्षभित्र चाहिँ भन्नुपर्ने भन्ने हुन्छ कानुन हाम्रोमा रहेको छ। यही नै हो। त्यही भएर अब हाम्रो कानुनले नै के व्यवस्था गरेको छ भने कानुनको अनभिज्ञतामा गरेको त्यो कामहरू चाहिँ क्षम्य हुँदैन भनेको छ होइन। भन्न खोजेको कस्तो भन्दा मैले कुनै गल्ती गरेँ मलाई कानुन थाहा थिएन भन्न पाइँदैन भन्ने व्यवस्था गरेको छ। त्यही भएर यस्तो बलात्कार सम्बन्धी कानुन सबैले बुझ्नु जरुरी छ होइन। बुझौँ। हस्, धन्यवाद।